आज मिति 2082 साल कार्तिक 1 गते शनिबार र मङ्गलबार बारा क्षेत्र आउँछु। आज चाहिँ म श्री हरि विष्णुको घर स्थानमा भर्खर ध्यान तपस्या पूजापाठ सके यहाँबाट श्री हरि विष्णुको घर स्थानमा छु, अर्थात् सृष्टि स्थान। यहाँबाटै श्री हरि विष्णुले यो पृथ्वी सारा संसार सृष्टि गर्नुभएको हो। अहिले यहीँबाट सञ्चालन भइरहेको छ। त्यही भएर त मैले बारम्बार भनिरहेको छु, सबैलाई थाहा छ। देवी देवताको जन्मस्थान, देवी देवताको देशमा छौँ हामी। सत्कर्म गर्नुपर्छ, सत्य बोल्नुपर्छ, सोच्नु बोल्नु पनि कर्म हो। ल आज अब नेपालको बारेमा केही कुराहरू आज चाहिँ मलाई भन्न मन लाग्यो। नेपाल भनेको सबै देशहरूको बाउ हो, अर्थात् ग्रेट फादर भन्छ। नेपाल चाहिँ सबै देशहरूको तपाईको ग्रेट फादर, बाउको पनि बाउ हो। मानव सृष्टि गरेर पहिलो पाइला टेकेको देश नेपाल, देवी देवता जन्मेको देश नेपाल, दिव्य शक्तिको देश नेपाल, तपाईको दिव्य शक्ति भएको देश नेपाल। र नेपाल अब विशालसँगै विश्वगुरु हुँदैछ। भारत छोरा हो, नेपाल चाहिँ बाउ हो। भारत मिडियाहरूले धेरैले भन्ने गर्छ विशाल भारत हुन्छ भन्छन्, तर होइन, विशाल नेपाल चाहिँ हुँदैछ। विश्वगुरु नेपाल हुँदैछ। भारत त अब खै छिमेकी राष्ट्रको देशको बारेमा धेरै नबोलौँ, उहाँहरूको मन के दुखाउनु। विशाल नेपालसँगै विश्वगुरु नेपाल र सत्य सनातन धर्म अब हुँदैछ। तपाईको इन्डियाले त हाम्रो पवित्र भूमि उसको देशको नक्सामा राखेको कारणले दण्डित हुँदैछ कि नेपालको जमिन फिर्ता गर्नुपर्छ। 1 इन्च पनि नेपालको जमिन फिर्ता गरेन भने अब विशाल नेपाल भनेको कारणै अब बुझिहाल्नुहुन्छ। विशाल नेपाल विश्वगुरु नेपाल हुँदैछ। यस्तै हो। अब तपाईको हाम्रो तर यस्तै हो, अब हाम्रो दिव्य शक्तिको देश चलाउने अब मन्त्रीहरूले, अब मुख्य पोस्टमा रहेकोहरूको बुद्धि कहिले पनि आएन। नेपालमा अब आफ्नो कुरा अब गरे जस्तो हुन्छ। म सफल भइसकेपछि एउटा 3 करोड नेपालीको लिडरसिपसँगै विश्वको लिडरसिप गर्ने समय पनि अब धेर छैन। भयावह स्थिति छ, प्रकृतिले ताण्डव रुलिँदैछ। तेस्रो विश्वयुद्ध पनि लगभग केही वर्ष भित्रमै तेस्रो विश्वयुद्ध मलाई चाहिँ देखाउनु भएको छ। अब अहिलेसम्म चाहिँ जनावरको बलि गरिरहेको थियो, अब चाहिँ मैले मान्छेको बलि नै देख्छु। सबै देशहरूमा खुनको आहाल बगेको मात्रै देखाउनुहुन्छ। गाह्रो छ। अब चाहिँ मनुष्यहरूको बलि हुँदैछ भनेको मतलब तपाईको द्वन्द्वहरू, लडाइँहरू, क्रान्तिहरू, हरेक चिजमा धर्मको युद्ध पनि हुँदैछ। धर्मको युद्ध पनि हुँदैछ। धर्मको युद्ध भनेको सत्यको युद्ध पनि हुँदैछ। गाह्रो छ, तर अब हामी नेपाली पनि सचेत रहनुपर्छ। हाम्रो देश कसैले खान्छु भनेर खान सक्दैन। उथुलपुथुल चाहिँ बनाउन सक्छ, अलिकति रक्तपात चाहिँ गर्न सक्छ। तपाईको विदेशी सेनाहरू नेपालमा आइसकेको छ, तर अब विदेशीहरूले रणभूमि नेपाललाई बनाउनु पनि खोज्दैछ। तर अब रक्तपात चाहिँ हुन सक्ला। देशै क्याप्चर गर्न चाहिँ नेपाललाई सक्दैन, किनभने नेपाल भनेको सबैको बाउ हो। ग्रेट फादर भनेको छु मैले, बाउको पनि बाउ हो। त्यही भएर तपाईको सगरमाथा विश्वको सगरमाथा हो। हाम्रो नेपालको मात्रै हैन, विश्वको सगरमाथा हो। हाम्रो नेपाल पवित्र भूमि, देवभूमि, शक्ति भूमि,
हाम्रो नेपालमा अदृश्य सेना पनि छ। अदृश्य सेना पनि छ। अहिले मेरै वरिपरि पनि तपाईँको अदृश्य सेनाहरू छन्, तर अब दिव्य नेत्रले मात्रै देख्छ। मेरै आसपास, मेरै वरिपरि पनि करोडौँ अदृश्य सेनाहरू हिँड्नुहुन्छ। किनभने एउटा दिव्य शक्तिको दिव्य सेना हुन्छ। जस्तै कालीमाता, दुर्गा माताहरू आउनु भने उहाँहरू एक्लै आउनुहुन्न, दिव्य सेना उहाँहरूको पनि हुन्छ। त्यस्तै म पनि विष्णुको अवतार हो, म पनि एक्लै हिँड्दिनँ, म पनि दिव्य शक्ति सेनासँगै हिँड्छु। उहाँहरूले त्यस्तै गराइदिनु हुँदो रहेछ। ठिक छ, यस्तै हो। अब गाह्रो चाहिँ गाह्रो छ, तर डराउनु पर्दैन। हाम्रो नेपाल अब आयो, अब विश्वगुरु हुँदैछ, विशाल नेपाल हुँदैछ। तर अब मनुष्यहरू यो पृथ्वीबाट 33 करोड पनि देखाउनु भएको छ, 64 करोड पनि देखाउनु भएको छ। अब दुईटामा कुन चाहिँ हो मलाई थाहा छैन, कि 33 करोड कि 64 करोडभन्दा बढी सत्ययुगमा मनुष्यहरू जाँदैन। त्यही 10-15 वर्ष, बढीमा 20, त्योभन्दा भित्रमै हुन्छ। ल ल, अब आज 1 गते, भोलि त काग तिहार होला, भोलि कार्तिक 2 गते चाहिँ काग तिहार होला। ल, अब भोलिदेखि त तिहार लाग्यो। सम्पूर्ण नेपालीहरूलाई ह्याप्पी तिहार। ल, म चाहिँ विष्णुको घरमा छु, श्रीहरि विष्णुको घरमा। यो चाहिँ यहाँ विष्णु अहिले यसरी उल्टो हुन्छ। विष्णु मैले पहिला पनि भनेको छु, मैले ध्यान तपस्या गर्दा गर्दा विष्णुको घर यो भन्ने कुरो थाहा पाएर मैले ध्यान तपस्या गर्दा गर्दा श्रीहरि विष्णु, मैले ध्यान तपस्या गरेको 8-9 महिना पछि चाहिँ श्रीहरि विष्णुले विष्णु भनेर आफै उत्पत्ति भएको नाम विष्णुको घर हो। यहाँबाट चाहिँ सृष्टि स्थान है। र माथि अब भगवती माता, धरती माता, माताहरूको स्थानमा जान्छु। तर अब माथि त मैले अस्ति पनि भने, एउटा कालाबन्जरको भक्तले चाहिँ ओहो वैष्णोदेवी माता पो हुनुहुँदो रहेछ भन्नुहुन्छ। तर अब मैले चाहिँ तपाईँको धरती माता या भगवती माता, म त्यहाँ नै ध्यान तपस्या गर्छु। पूर्णेको दिन, पूर्णेको रात र पञ्चमीको रात, र माथिबाट आदेश आउने बित्तिकै त्यहीँ बस्छु। त्यहाँ किन बस्छु, म किन बसिरहेको छु, यस विषयमा चाहिँ मैले खुलाएको छुइनँ। त्यो चाहिँ समय आएपछि मैले खुलाउँछु। लु, हामी सबैलाई राम्रो होस्। लु, आज म सृष्टि स्थान श्रीहरि विष्णुको घरमा, स्थानमा, श्रीहरि विष्णुको घर स्थान सृष्टि स्थानमा छु। यहाँ र माथिबाटै यो पृथ्वी, यो सृष्टि स्थापना भएको हो। अहिले यहीँबाट चाहिँ संसार चलिरहेको छ। जहाँ श्रीहरि विष्णु हुनुहुन्छ त्यहाँनिर 133 करोड देवी देवताभन्दा माथि श्रीहरि विष्णु हुनुहुन्छ। यहाँनिर यो तपाईँको पवित्र स्थान, यहाँ देवी देवताको यो दरबार हो, यो घर हो। स्वयं विष्णु हुनुहुन्छ। अहिले श्रीहरि विष्णुको घरमा छु। यो दिव्य ठाउँमा ध्यान तपस्या गर्न पाएको छु, खुसी छु। यस्तै हो। ल, अब शुद्ध आत्मा बनाउनुपर्छ कर्मले, सत्य बोल्नुपर्छ, सत्यमा बस्नुपर्छ। ल, हामी सबैलाई राम्रो होस्। ल, मैले पूजापाठ सकेँ। झन्डै लडेँ। लु लु, पूजापाठ सकेँ। लु, म चाहिँ अहिले श्रीहरि विष्णुको सृष्टि स्थानमा छु। अब फेसबुकमा हाल्ने समय पनि भएछ। ल, हामी सबैलाई राम्रो होस्। अब म श्री धर्मगुरु, किनभने मेरो अब चाहिँ उहाँहरूले जात थर हुनु हुँदैन है अब भन्नुहुन्छ। त्यही भएर श्री धर्मगुरु, म पछि सफल भइसकेपछि पनि यो पनि नाम चेन्ज हुँदैछ। ल, म श्री धर्मगुरु, म विष्णुको अवतार हो। योचोटि चाहिँ मैले 64 कला लिएर आएको छु। लु, हामी सबैलाई राम्रो होस्। ह्याप्पी तिहार है। ल।